सपनाको कुरा गर्न त पाइयो नि त, होइन र? अथवा सपना देख्न त पाइयो नि त। यो तस्बिर देखेर तपाईँले पनि कुन सपनाको कुरा गर्दैछ बुझिसक्नुभयो होला। आँखा चिप्लन्द होइन, आँखा खोलेरै देखिने सपना। यो एआईकै मार्फतबाट बनाइएको यो तस्बिर हेर्दा मनभित्र कता कता गतिगति पलाउँदो रहेछ। आज यो त केवल चित्र हो, कल्पनाको रेखा मात्र त हो, तर यही चित्रले गाउँघरको भविष्यसँग बातचित गरिरहेको जस्तो लाग्दो रहेछ। अनि यो तस्बिर हेर्दाखेरि सिन्जी जनमैदानको यो स्टेडियम एआईले बनाएको पिक्चर हेरिराख्दा तपाईँलाई पनि त्यस्तै लागिरहेको होला। यो तस्बिर हेर्दा लाग्छ यदि साँच्चै हाम्रो गाउँमा यस्तो सुन्दर स्टेडियम बनेको भए कस्तो हुन्थ्यो होला। बिहानै कुहिरोहरूलाई चिर्दै युवाहरू दौडिरहेको हुन्छ होला। घाम अस्ताउँदै गरेको बेला सासाना नानीहरू ग्यालेरीतिर खेलिरहेको हुन्छ होला। बच्चाहरूको आँखामा चम्किलो सपनाहरू हुन्छ होला। मैदानको बिचमा पसिना बगाउँदै आफ्नो पहिचान खोजिरहेको खेलाडीहरू हुन्छन् होला। गाउँको माटोले पहिलोपटक ठुलो सपनाको स्वाद चाखेको हुन्छ होला त्यो बेला। अहिले हाम्रो गाउँ समयसँगै बिस्तारै हिँडिरहेको छ। कति पछाडि छुटेको छ, कति अघि बढ्ने साहस खोज्दैछ। यस्तो स्टेडियम बनेको दिन यो गाउँ केवल भूगोलमा मात्र होइन, सोचमा पनि अघि बढिसकेको हुन्छ होला। थाहा छैन त्यो बेला कहिले आउँछ यो गाउँमा, अनि कस्ता जनप्रतिनिधित्वहरूले यस्तो सपनाहरू सोच्छन् होला। सायद विकासलाई डरले होइन, आत्मविश्वासले अँगालेर जति बेला हिँड्छौँ त्यो सालतिर चाहिँ पक्कै पनि यस्तो कल्पना विपनामा परिणत हुन सक्छ। सायद युवाले सहरतिर मात्र होइन, आफ्नो गाउँतिर फर्केर हेर्ने सालतिर पनि यस्तो कल्पना विपनामा परिणत हुन सक्छ। जे पनि होस्, यस्ता सपना साकार हुन अझै कति समय लाग्छ होला थाहा छैन। समय त लाग्ला, किनकि सपना मात्रैले होइन, इच्छा शक्ति, योजना, एकता र धैर्यले यस्तो संरचना बनिन्छ। आजको कल्पना भोलिको लक्ष्य बन्छ, लक्ष्यले योजना जन्माउँछ र योजनाले एक दिन यथार्थको रूप लिन्छ। ढिलो होला तर असम्भव पनि छैन है। एआईले बनाएको यो तस्बिर केवल प्रतिनिधिको खेल होइन, यो हाम्रो मनको आवाज पनि हो। हाम्रो गाउँ पनि सक्छ भन्ने सानो तर गहिरो विश्वास हो। हाम्रो गाउँतिर पनि यस्तो खाले स्टेडियम सम्भव छ भन्ने सानो प्रयास हो। आज हामी हेरेर मुस्कुराउँछौँ, मनभित्र अलिकति चिसो हावा चल्छ, आँखामा चमक आउँछ। हो, यहीँबाट नै केही परिवर्तन हुन्छ कि भन्ने जस्तो लाग्छ। सपना देख्न त पाइयो नि, किनकि सपना नदेखेको गाउँ कहिले जाग्दैन र कल्पना नगरेको भविष्य कहिले जन्मिँदैन। आज यो सपना कागज र पर्दामा छ। एक दिन यही सपना गाउँको माटोमा, ढुङ्गामा, पसिनामा र गर्वमा बदलिनेछ। त्यो आशा नै आजको सबैभन्दा ठुलो शक्ति हो। अनि सपना देख्न त पाइयो नि त, होइन र?